हेलो एभ्रिवान, आजको भिडियो चाहिँ अरू दिनको भन्दा अलि डिफ्रेन्ट हुनेवाला छ। किनभने आज चाहिँ हामी दिउँसो नास्ताको लागि चाउचाउ पकाएर खाने भन्ने चाहिँ हाम्रो प्लान हुन्छ। सो चाउचाउ किन्नको लागि मेरो साथी र म पसलतिर जानुपर्ने हुन्छ। पसल हाम्रो रुमदेखि टाढा भएको कारणले हामी दुईवटाले अटो बुक गरेर जाने सोचिरहेको थियौँ, तर यो चाहिँ अलि असम्भव थियो किनकि यहाँदेखि चाहिँ त्यहाँसम्म पुग्न अटो भाडा प्रति व्यक्ति 50 लाग्छ भने दुईवटा गरेर 100 हुन्छ। हामी जाँदैछौँ जम्मा जम्मी 60 रुपियाँको चाउचाउ लिनको लागि। अब 60 रुपियाँको सामानको लागि 100 रुपियाँ खर्च गर्नु भनेको 100 रुपियाँको मासुमा 200 को मसला हाल्नु जस्तै भएको कारण हामी चाहिँ एनीहाउ हिँडेरै त्यहाँसम्म पुग्नु पर्ने हुन्छ। भिडियो बनाउँदै हामी चाहिँ आइपुग्छौँ पसलसम्म। आन्टीलाई भनेर हामीले चाहिँ फर्स्ट अफ अल 3वटा पिरो चाउचाउ अर्डर गर्छौँ। उतातिर आन्टीले हाम्रो चाउचाउ रेडी गरिदिँदै हुनुहुन्छ। त्यतिले मात्र पुग्दैन होला भनेर हामी चाहिँ फेरि चिउरा एड गर्नुपर्ने हुन्छ त्यसमा, अनि आन्टीलाई भनेर चाहिँ फेरि चिउरा पनि राख्न लगाउँछौँ। एकछिनमा आन्टीले चिउरा नि हामीलाई जोखेर दिनुहुन्छ। सामानको पैसा अनलाइन पे गरेर हामी त्यहाँदेखि चाहिँ रुमसम्म फर्किन्छौँ। अगाडि देखिएको त्यही टोलमा चाहिँ हाम्रो कोठा छ। हिँड्दै हामी आइपुग्छौँ कोठासम्म। केही क्षणपछि हाम्रो नास्ता चाहिँ यसरी रेडी हुन्छ। त्यसमा हामीहरू थोडा चिउराहरू पनि राख्छौँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।